यो कहिल्यै ननिम्ने आगोले नेपालमा पेट्रोलको दाम घटाउन सक्छ। सोच्नुस् त, तपाईको घरमा खाना पकाउने ग्यास सस्तो भयो भने कति सजिलो हुन्छ होला। नेपालमा भर्खरै पेट्रोल छ कि छैन भनेर पत्ता लगाउन ड्रिलिङको काम सकिएको छ। पेट्रोलियम प्रडक्टमा इन्डियासँग डिपेन्डेन्ट भइरहेको बेला आफ्नै देशमा तेलको रिजर्भ पत्ता लाग्यो भने यो त फाइदाको कुरो हो। नेपालको भौगोलिक बनावट हेर्दा पनि पेट्रोल पाइन सक्ने आधारहरू प्रशस्तै रहेका छन्। यिनै कुराहरूलाई मध्यनजर गर्दै आज हामी नेपालमा पेट्रोल छ कि छैन र छ भने कसरी रिसर्च हुँदैछ भन्ने कुराहरू चर्चा गर्नेछौँ। कर्णाली प्रदेशको दैलेख जिल्ला कहिल्यै पनि ननिम्ने आगोको लागि प्रसिद्ध छ। पञ्चकोशी भनेर चिनिने यो एरियामा यसरी आगो निक्लिने ठाउँहरू थुप्रै रहेका छन्। तर यो आगोहरू बल्छ चाहिँ कसरी त? यो आगोलाई जमिन मुनिबाट निस्किरहेको नेचुरल ग्यासले फ्युल गरिरहेको हुन्छ। यहाँका स्थानीयहरू यो आगोलाई निकै पवित्र मान्छन्, तर वैज्ञानिकहरूको लागि भने यो एउटा सङ्केत हो। यस्तो सङ्केत जसले नेपालको जमिन मुनि लुकेर बसेका तेल र पेट्रोलियमको रिजर्भलाई देखाउँछ। अब कसरी देखाउँछ त? आउनुस् यसको पछाडिको साइन्स बुझौँ। पेट्रोलियम भन्दा आम रूपमा मानिसहरूले तेल भनेर बुझ्नुहुन्छ। तपाईँ पनि यही वर्गमा पर्नुहुन्छ कि? तर यो हाम्रो बाइकमा सिधै हालेर हिँड्न मिल्ने कुरा भने होइन। यो पेट्रोलियम भन्ने शब्दले तेलका साथसाथै नेचुरल ग्यास र बिटुमिन यानि कि अलकत्रलाई पनि समेट्छ। जमिन मुनि आफ्नो नेचुरल स्टेटमा यो पेट्रोलियम यस्तो कालो पदार्थ जस्तो हुन्छ। यही कालो खालको लेदोलाई निकालेर हामीले रिफाइन गरेपछि बल्ल पेट्रोल बन्छ। तपाईले यो पेट्रोलियमलाई जुम गरेर यसको मलिक्युल्सलाई हेर्नुभयो भने यो हाइड्रोकार्बनले बनेको देख्नुहुन्छ। अब यो हाइड्रोकार्बन भनेको चाहिँ के हो त? यो भनेको हाइड्रोजन र कार्बन मिलेर बनेको मलिक्युल्सहरू हुन्। पानी र पुरी मिलेर पानीपुरी बने जस्तो हाइड्रोजन र कार्बन मिलेर हाइड्रोकार्बन बन्छ। अब हामी मध्ये धेरै जस्तोले यो पेट्रोलियम भन्ने कुरा चाहिँ डाइनोसरको रहल पहलबाट बनेको भन्ने कुरा बुझ्छौँ होला। तर खासमा त्यस्तो होइन। पेट्रोलियम भन्ने चिज साना साना जीवहरू जस्तै प्लाङ्क्टन र एल्जीहरूले बनेको हुन्छ। प्राचीन समयमा जब यी एल्जी र प्लाङ्क्टनहरू मर्थे, यिनीहरू समुद्रको तल गएर बस्थे। यिनीहरूलाई बिस्तारै माटो र बालुवाले छोप्दै जान्थ्यो र त्यहाँनिर एउटा सेडिमेन्टरी रकको लेयर बन्छ। अब यो सेडिमेन्टरी रक भनेको चाहिँ के हो त? जब एक ठाउँमा बालुवा र माटो थुप्रिँदै जान्छ, बिस्तारै सारो हुँदै जान्छ। धेरै टाइमसम्म पनि त्यसै गरी बसिरह्यो भने त्यो सेडिमेन्टरी रक बन्छ। यही सेडिमेन्टरी रकको लेयरमा टेम्परेचर र प्रेसर बढ्छ। अक्सिजनको कमीमा यो टेम्परेचर र प्रेसर बढेपछि अहिलेको जीवहरूको अर्ग्यानिक म्याटर जुन हुन्छ नि, यो कालो खालको लेदोमा परिणत हुन्छ। यही कालो लेदोलाई पेट्रोलियम भनिन्छ। अब अहिले भर्खरै मैले समुद्रको जीवको बडीबाट पेट्रोलियम बन्छ भनेर त भने। फेरि नेपाल त हिमाल र पहाडको देश हो। यहाँनिर समुद्र त कहीँ पनि छैन। अब नेपालमा पेट्रोलियम चाहिँ के गरी पाइन्छ त? एउटा कुरा सोध्छु, ख्याल गर्नुहोस् ल। कुनै बेला तपाईँले क्विज खेल्नु भएको थियो कि थिएन? यदि थियो भने त्यहाँनिर एउटा प्रश्न चाहिँ कमन थियो। प्राचीन कालमा नेपाल भएको ठाउँमा कुन समुद्र थियो भनेर पक्कै सोधिन्थ्यो। हो, अनि एकजनाले चाहिँ हतारिँदै टेथिस सागर भनेर एन्सर पनि दिएको थियो होला। हो, एन्सर यिनीहरू लुकेको छ। हामी नेपालको दक्षिणतिर गयौँ भने समथर तराई देखिन्छ, तर यसको भू बनोट भने अलि फरक छ। लाखौं वर्ष पुरानो समुद्रहरूले यहाँनिर एउटा सेडिमेन्टरी रकको बेसिन बनाएका छन्। त्यति मात्र होइन, हिमालयबाट हजारौं वर्षदेखि बगिरहेका नदीहरूले माटो र बालुवाहरू थुपारेर लेयर लेयर बनाएका छन्। तराईबाट थोरै उत्तरतिर गयो भने शिवालिक अथवा चुरे पहाडहरू भेटिन्छन्। यी पहाडहरू पनि सेडिमेन्टरी रकले बनेका हुन्छन्। अब हामी सेडिमेन्टरी रकलाई किन फोकस गरिरहेछौँ थाहा पाउनुभयो? यहाँका पत्थरहरू जियोलोजिस्टहरूले टेस्ट गर्दाखेरि अर्ग्यानिक म्याटर भएको सेल ढुङ्गाहरू पाइएको थियो। त्यही अर्ग्यानिक म्याटर जुन पछि गएर पेट्रोलियममा चेन्ज हुन्छ। त्यसैले यी पत्थरहरू तेल र नेचुरल ग्यासको सोर्स हुन सक्छन्। त्यति मात्र होइन, यहाँनिर सेडिमेन्टरी रक पनि भेटिएको छ। सेडिमेन्टरी रकले एउटा ट्याङ्की जसरी तेल र नेचुरल ग्यास जम्मा हुने रिजर्भोयरको काम गर्छ। यिनै कारणहरूले शिवालिक बेल्टलाई पेट्रोलियम पाउन सक्ने ठाउँको रूपमा हेरिन्छ।
फेरि यसको मतलब पुरै बेल्टभरि चाहिँ तेल पाउँछ भन्ने होइन है। त्यसका लागि खास ठाउँहरू खोज्नुपर्छ। अब सबै ठाउँमा दैलेखको जस्तो जमिन मुनिबाट आगो त निस्केको हुँदैन। त्यसो भए यो ठाउँहरू कसरी पत्ता लगाउँछन् त? यो पेट्रोलियम खोज्ने काम चाहिँ खजाना पत्ता लगाउने काम जस्तै हो। जियोलजिस्टहरूले डिटेक्टिभ जसरी काम गरेर यस्ता ठाउँहरू पत्ता लगाउँछन्। उनीहरूले यो कामका लागि अर्थलाई सुन्ने, सुँघ्ने र लास्टमा ड्रिल पनि गर्छन्। होइन के बोलेको यसले? सुन्ने र सुँघ्ने पो भन्छ भन्दै हुनुहुन्छ होला। सुन्नुहोस् म भन्छु। अर्थलाई सुन्न जियोलजिस्टहरूले साइस्मिक सर्वे नामको टेक्निक युज गर्छन्। अब यो के हो भन्ने लागिरह होला। साइस्मिक सर्वे भनेको चाहिँ जसरी डाक्टरहरूले अल्ट्रासाउन्ड प्रयोग गरेर आमाको पेटभित्र भएको बच्चाहरूलाई ठ्याक्कै देखाइदिन्छन् नि, हो त्यसै गरी साइस्मिक सर्वेले पनि अर्थभित्र रहेका पत्थरहरूको स्ट्रक्चर के कस्तो छ भनेर ठ्याक्कै निकालिदिन्छ। अब यो के गरी गर्छन् त? यसका लागि जमिन नै हल्लाउने खालको यस्तो थम्पर ट्रक अथवा कन्ट्रोल्ड एक्सप्लोजनको पनि प्रयोग गरेर भाइब्रेसन जेनेरेट गरिन्छ। भाइब्रेसन भनेको वेभ हो। यो भाइब्रेसनहरू जमिनको तल जान्छन्। जमिनको तल गइसकेपछि त्यहाँ भएका पत्थरहरूसँग ठोकिएर फर्किन्छन्। यसरी फर्किएको सिग्नल्सहरूलाई सेन्सरहरूले रेकर्ड गरिरहेको हुन्छ। पछि यही सिग्नलहरूको प्रयोग गरेर एउटा पावरफुल कम्प्युटरले जमिन मुनिको डिटेल्ड नक्सा निकालिदिन्छ। दैलेखमा पनि नेपाली र चाइनिज साइन्टिस्टहरूले मिलेर यो साइस्मिक सर्वे गरेका थिए। यसैको रिजल्टले जहाँनेरि आशलाग्दो ठाउँ देखिएको थियो त्यहीँनेरि ड्रिलिङ गरिएको हो। अब हामीले जमिनलाई त सुन्यौँ, अब जमिनलाई सुँग्छन् चाहिँ कसरी भनेर थाहा पाउँ है त। जमिनलाई सुँग्नु भनेको फेरि नाक्कै लगेर सुँग्नु चाहिँ होइन है। यो सुँग्ने प्रोसेसलाई चाहिँ जियोकेमिकल एनालाइसिस भनिन्छ। जियोकेमिकल एनालाइसिसमा ढुङ्गा र ग्यासको स्याम्पललाई ल्याबमा टेस्ट गरिन्छ। जसरी तपाईँ मासु पकाउँदाखेरि 3-4 चोटि नुन चेक गर्नुहुन्छ नि, ठ्याक्कै त्यसै गरी दैलेखको जस्तै नेचुरल ग्यास जमिन मुनिबाट लिक भएको ठाउँको स्याम्पल्सहरू ल्याबमा पठाइन्छ। त्यहाँनेरि यो स्याम्पलमा हाइड्रोकार्बन छ कि छैन भनेर चेक गरिन्छ। मुख्यतया प्रोपेन र ब्युटेनको मात्रा चेक गरिन्छ। यदि प्रोपेन र ब्युटेनको मात्रा हाई रहेछ भने त्यहाँनेरि पेट्रोलियम हुन सक्ने सम्भावना बढेर जान्छ। यी दुईटा प्रोसेस त फर्स्ट स्टेप मात्रै हुन्। अब ठ्याक्कै जमिन मुनि के छ भनेर पत्ता लगाउन चाहिँ ड्रिलिङ नै गर्नुपर्छ। 2024मा दैलेखको दुर्गम पहाडहरूमा ठुलो अपेक्षा र झन ठुलो ड्रिल सहित एउटा प्रमुख परियोजना सुरुवात भएको थियो। 2024को अन्तिमसम्म आउँदाखेरि यो ड्रिलिङ परियोजनाले 4000 मिटर गहिरोसम्म खनेको थियो। सोच्नुहोस् त, 4000 मिटर भनेको सगरमाथाको लगभग आधा उचाइ हो। नेपालमा तेल खोज्नका लागि यति गहिरो ड्रिलिङ आजसम्म भएको थिएन। खानी तथा भूगर्भ विभागले त यसलाई ऐतिहासिक उपलब्धि भनेर भनेको छ। दैलेखमा हरियाली र पहाडको बिचमा एउटा ठुलो ड्रिलिङ रिग छ। हावामा नेपाली र चाइनिज झन्डाहरू फरफराउँदैछन्। टेक्निसियनहरू आफ्नो काम गजबले गरिरहेका छन्। यो ड्रिलिङ रिगले जमिन मुनि गहिरो खन्ने काम गर्छ। त्यति मात्र होइन, यसले खन्दै जाँदाखेरि जमिन मुनिबाट माटो र पत्थरको स्याम्पलहरू पनि माथि लिएर आउँछ। हरेक 2-2 मिटर गइरहेको फरकमा यसले नयाँ स्याम्पल्सहरू माथि लिएर आउँछ। यो स्याम्पल्सहरूलाई चाइनाको हाइटेक ल्याबमा टेस्ट गर्नका लागि पठाइएको छ। यो स्याम्पल्सहरू टेस्ट गर्दाखेरि तेलको मात्रा कति छ, यदि छ भने कस्तो गुणस्तरको छ र पछि निकाल्न के कति सजिलो हुन्छ भन्ने कुराहरू नापिन्छ। यो टेस्टको रिजल्ट चाहिँ 4 महिनामा आउने अनुमान गरिएको छ। यदि यो रिजल्ट पोजिटिभ आयो भने नेपाल पेट्रोलियमको स्वतन्त्रतामा एक कदम अगाडि बढ्नेछ। त्यति मात्र नभएर दैलेखमा रोजगारीको अपर्च्युनिटीहरू पनि खुल्न सक्छ। यो भनेको समग्र इकोनोमीलाई नै ठुलो फाइदा हो। फाइदा त आफ्नो ठाउँमा छ, तर यो गर्नका लागि एकदमै च्यालेन्जिङ काम हो। किनकि नेपालमा पेट्रोलियम अनुसन्धान गर्नु सजिलो काम भने होइन। हिमाल र पहाडको आँखै लोभ्याउने दृश्यको मुनि एकदम जटिल जियोलोजी लुकेको छ। नेपाल इन्डिया र युरेसियन टेक्टोनिक प्लेटको बिचमा पर्ने देश हो। यो टेक्टोनिक प्लेटहरू जहिले चलिरहेका हुन्छन्। त्यसैले यहाँका पत्थरहरू लाखौं वर्षको टेक्टोनिक प्लेटको मुभमेन्टले टुक्रिएका, मोडिएका र भाँचिएका छन्। अब यस्तो हुँदा चाहिँ के फरक पर्छ भनेर भन्नु होला। यदि नेपालमा तेल भेटियो भन्ने पनि ठुलो पोखरी जस्तो नभई सानो सानो पकेटहरूमा लुकेको हुन सक्छ।
अब सानो सानो पकेटहरू भयो भने त थुप्रै ठाउँमा ड्रिलिङ गर्नुपर्ने भयो। यस्तो गर्दाखेरि एक्सट्र्याक्सन निकै अप्ठ्यारो र महँगो हुन जान्छ। यही कारणले तेल एक्सट्र्याक्सन गर्नका लागि ठुलो रिजर्भ खोज्ने प्रयास गरिन्छ। दैलेखमा पनि साइस्मिक इमेजिङ गर्दा जहाँ तेलको लागि राम्रो लक्षण देखिएको थियो त्यही ड्रिलिङ गरिएको हो। अब त्यहाँ मुनि असलियतमा के छ भन्ने कुरा त ल्याबको रिपोर्ट नआएसम्म कसैलाई थाहा हुँदैन। अर्को कुरा भनेको नेपाल यस्तो प्रोजेक्टको लागि सुरुचोटि काम गरिरहेको हो। हामीसँग एक्सपर्टिज र मेसिनरीहरूको पनि कमी थियो। नेपालको कठिन बाटोमा ड्रिलिङ रिग पुर्याउनु नै एउटा कठिन काम थियो। यो प्रोजेक्टको लागि चाहिने हेभी मेसिनरी र एक्सपर्टहरूको टिम चाइना जियोलोजिकल सर्वे र एउटा चाइनिज ड्रिलिङ कम्पनीले जुटाएको थियो। यो परियोजनाको लागि भनेर चाइनिज सरकारले लगभग 2.5 अर्ब रुपियाँ छुट्याएको थियो। त्यसैले यो परियोजना सम्भव भएको हो। र यस्तो कठिनाइका बावजुद पनि ड्रिलिङ सम्पन्न गर्नु एउटा महत्त्वपूर्ण स्टेप हो। दैलेखको ड्रिलिङ नेपालको पेट्रोलियम रिसर्चका लागि एउटा नयाँ अध्याय हो। यसले देशलाई पेट्रोलियम साइन्सको दुनियाँमा उभ्याएको छ। नतिजा जे जस्तो आए पनि यस अनुसन्धानको क्रममा नेपालले जियोलोजी र पेट्रोलियम साइन्सको गहिराईलाई राम्रोसँग सिक्ने मौका पाएको छ। भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिनु नेपाल सरकारको कर्तव्य हो। नेपालमा पेट्रोलियम रिसर्चका लागि भनेर छुट्याइएको यस्ता अरू ब्लकहरू पनि छन्। भविष्यमा नेपालमा रहेका यी ब्लकहरूमा नेपाली रिसर्चर्सहरूले नै पेट्रोलियम अनुसन्धान गर्ने बाटो खुलेको छ। दैलेखको कहिल्यै ननिभ्ने आगोदेखि 4000 मिटर गहिरो ड्रिलिङसम्म नेपालमा तेल र ग्यास खोज्ने यात्रा निकै रोमाञ्चक रहेको छ। यो आगोले हाम्रो जमिन मुनि लुकेका तेल र ग्यासको सङ्केत दिन्छ र भर्खरै दैलेखमा भएको ड्रिलिङले त्यो सपनालाई वास्तविकतामा बदल्ने कदमलाई देखाउँछ। यदि यो काम सफल भयो भने तपाईको गाडीमा सस्तो पेट्रोल र घरमा सस्तो ग्यास आउन सक्छ पाइपमा। तर यो सँगै हाम्रो सुन्दर जङ्गल र नदीहरू जोगाउने कुरा नयाँ च्यालेन्ज बनेर आउँछ। पेट्रोलियम भेटिएको खण्डमा एक्सट्र्याक्सन र रिफाइनिङले नयाँ रोजगार त सिर्जना हुन्छ, तर इन्भाइरोमेन्टल डेग्रेडेसन पनि साथमा लिएर आउँछ। मास ड्रिलिङले हाम्रो प्रकृतिलाई असर पर्न सक्छ। त्यसैले हामीले फाइदा र नोक्सान दुवैलाई सोचेर अगाडि बढ्नुपर्छ। अझ डिटेलमा जान्न मन भए तल सोर्सेसहरू प्रोभाइड गरेको छु, चेक गर्न सक्नुहुनेछ। धन्यवाद। थ्याङ्क यू फर वाचिङ।